हाई नमस्ते सबैजनालाई। पक्कै पनि सन्चै हुनुहुन्छ होला, हामी पनि एकदमै सन्चै छौँ। आज चाहिँ जान लागेको हामी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एयरपोर्ट। अनि यो चाहिँ मेरो दिदी भइहाल्यो, उसले चाहिँ म कता जान लागेको भन्दैछु, ऊ चाहिँ हामी एयरपोर्ट जान लागौँ भनेर हाँस्दै रमाउँदै हिँडिरह। अनि ऊ त्यहाँ चाहिँ गाडीहरू मजाले हिँडिरहेछन् होइन। ऊ अगाडि चाहिँ एउटा दिदी आउनुभयो, ऊ दिदीले चाहिँ हामीलाई रिङ रोड कता हो भनेर भन्नुभयो। अनि हामीले चाहिँ लोकेसन बताएर गइसक्यौँ होइन, उता हो भनेर। अनि हामी चाहिँ हिँड्यौँ, अगाडि हिँड्दैछौँ। के गर्नु साथीहरू, कहिलेकाहीँ चाहिँ सानो सानो कुरामा खुसी हुनुपर्ने रहेछ होइन। त्यही भएर हामी चाहिँ सानो सानो कुरामा पनि खुसी हुन सिक्दैछौँ होइन। म चाहिँ यहाँ रुखहरू देखाउँदै थिएँ, हाम्रो गाउँको जस्तै रुख के पोयौँ भन्छ नि, तपाईँकोतिर हुन्छ कि नै, हाम्रोतिर पोयौँ भन्ने हुन्थ्यो होइन। त्यो रुख देखाइराखौँ, कस्तो मजाले फुल के अरे फल लागिरहेको थियो कि। अनि म चाहिँ होइन पोयौँ काफल खाना आउनु भनिरहेको थिएँ होइन। हाम्रो गाउँतिर चाहिँ सानो सानो बच्चाले त्यो पोयौँ रातो हुन्छ गेडा होइन, त्यो खाना जान्छन् कि सबै, त्यही भएर खाना आउनु भनेर हिँडिरहेको थिएँ। अनि रमाइलो छ ठाउँ चाहिँ होइन एकदमै। अनि रमाइलो छ, जताततै जङ्गल के अरे रुखहरू छ, अनि उता गाडी हिँडिरह होइन, यस्तो रमाइलो छ। अनि यस्तै हो साथीहरू होइन, अब कहिलेकाहीँ रमाउनु पर्ने रहेछ होइन, रमाइलो गर्नु परिगयो नि। अनि यो चाहिँ हामी चाहिँ एयरपोर्ट पुग्यौँ होइन। अनि यो गेट एयरपोर्टको गेट हो साथीहरू, कतिजना आउनु भएको एयरपोर्टमा होइन। अनि मलाई चाहिँ रोड क्रस गर्न यति डर लाग्छ होइन। अनि आइसके कति धेरै गाडी हुन्छन् होइन रोड चाहिँ, अनि क्रस गर्न एकदमै डर लाग्छ। अनि बिस्तारै हामी अर्को साइड गयौँ होइन, त्यहाँ हिँड्दैछौँ। अनि उता यति धेरै गाडी छन् होइन। अनि हिँड्यौँ, हामी अगाडि बढ्यौँ त्यहाँ। अनि गाडीहरू धेरै नै हिँडिरहन्, हामी पनि हिँडिरहौँ आफ्नै तालमा होइन, एकदम रमाउँदै होइन, दुई दिदी बहिनी। अनि रमाउँदै गफ गर्दै अगाडि बढ्यौँ। अनि यो ठाउँ चाहिँ एयरपोर्टभन्दा अलि अगाडिको त्यो ठुलो चौर छ होइन, त्यहाँनिर यति ठुलो चौर, त्यो जङ्गल छ माथिनिर। अनि त्यहाँ चाहिँ यति ठुलो चौर छ। अनि त्यहाँभित्र चाहिँ खै नेपालीमा हुन् कि विदेशी हुन् कि को हुन् कि खै के गेम खेलिरहेको हुन्छन् कि, जहिले हामी आउँदाखेरि त्यो गेम खेलिरहेको हुन्छन् होइन। अनि हामीले हेरिरहौँ त्यहाँनिर गएर हामीले यो कस्तो खालको गेम हो भनेर हामीले धेरै हेऱ्यौँ होइन। अनि त्यहाँ धेरै मान्छेहरू थियो त्यहाँभित्र चाहिँ, अनि हेऱ्यौँ। अनि खै हामीले थाहा पायौँ के गेम हो, हामीले केही पनि बुझेन। त्यही भएर हामी चाहिँ अनि अगाडि बढ्यौँ। अनि खासमा एयरपोर्टभित्र चाहिँ हामीले कामले गर्दा हामीले भिडियो बनाउन पायौँ साथीहरू होइन। त्यही भएर बाहिरको मात्र हामीले भिडियो लगायौँ होइन। यो खासमा चाहिँ यो भिडियो हिजोको हो। अनि हिजो चाहिँ पोस्ट नगरेर त्यो समय नभएर मैले अहिले गर्दैछु।